अनुष्काको ब्लगमा बोल्यो भने केही न केही रिट हालिदिइहाल्छ फेरि बोल्दिन Hi guys, welcome to my channel. आज चाहिँ म स्कुलमा छु। आज चाहिँ हाम्रो फेयरवेल छ। यहाँ हाम्रो करुणा पनि आइसकेको छिन्। यहाँ हाम्रो समीक्षा साडी लगाएर सबैजना हामी गर्ल्स केटी पार्टीहरू साडी लगाएर आएको छौँ। आज चाहिँ फागुन होइन? फागुन कति हो आज? आज 29 गते। आज फागुनको 29 गते हाम्रो चाहिँ फेयरवेल छ। हामी सबैजना राम्री भएर आएको छौँ। अब केटाहरू उसले चाहिँ अम्ब्रेला खालको लगाएको छ अरे क्युट देखिरहेको चाहिँ। अनि त्यसपछि अब चाहिँ हामीहरू केटाहरू आएकै छैनन् हाम्रो क्लासको। गाइज अनुष्काको ब्लगमा बोल्यो भने केही न केही रिट हालिदिइहाल्छ फेरि बोल्दिन अनि समीक्षा आज चाहिँ शोभाले साडी देखाउँछ कि सेम साडी छैन, नयाँ साडी लाएर आएको चाहिँ शोभाले। आज म्याचिङ गर्न खोजेको गाइज। आज हामीले हेर्नु देख्न सक्नुहुन्छ हाम्रो डिजाइनहरू है। कलर मिलिरहेको हाम्रो डिजाइनहरू है हल्का म्याच गर्ने छ यस्तो। अनि हाम्रो डान्सर बुनुहरू चाहिँ उता हुनुहुन्छ, उहाँ आज हामीलाई फेयरवेल दिने बुनुहरू चाहिँ यता हुनुहुन्छ। अनि हामी चाहिँ सबैजना भित्र छन् हाम्रो यहाँ 9 क्लासको बुनुहरू। अब हाम्रो यो लास्ट हो। अब यो कोठामा हामीले बस्दैनौँ, हाम्रो बुनुहरू यहाँ हुनुहुन्छ 9 क्लास। उहाँहरूले चाहिँ हाम्रो फेयरवेल गरिदिनु भएको छ। उनीहरूको क्लास हुन्छ। हाम्रो यो यहाँनिर हाम्रो मेमोरिज त्यसपछि यो हाम्रो लास्ट हो। अब हाम्रो लास्ट पालि देख्नु सक्नुहुन्छ क्लास 10। अब हामी सिसी क्यामेरामा आउँदैनौँ, बाई सिसी क्यामेरा। यो हाम्रो लास्ट पालि हो, यो हाम्रो लास्ट बेन्च। अब साथीहरू हाम्रो क्लासको केटाहरू पनि आइसकेको छ सबैजना यहाँनिर। हाम्रो प्रमिस, रोदिस, विकास, सन्चै छ, हाम्रो ऋषभ यहाँ छ। अनि त्यसपछि हाम्रो इमेज, राज भाइ, अनि हाम्रो नेहा र युजिन चाहिँ उताबाट आउँदैछन्। हामी चाहिँ साडी लाउने चाहिँ क्लास 10 हो अनि स्कुल ड्रेस लाउने चाहिँ क्लास 9। तिमीलाई पनि मेरो भ्लगमा वेलकम छ। हाई गर न हौ। सङ्गम तिमीलाई पनि मेरो भ्लगमा वेलकम छ। एल्भिस उता मेरो अगाडिको भ्लगमा पनि थियो, यो भ्लगमा पनि छ एल्भिस। अब चाहिँ हामीलाई बोलाएको हुनुहुन्छ। त्यसपछि हामी जान्छौँ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो आन्टी। उहाँ चाहिँ हामीसँग एकदम मिल्नुहुन्छ। आन्टी तपाईँ हामी अब छोडेर जान आँटेको के भन्न चाहनुहुन्छ? धेरै नराम्रो लागिरहेछ। सधैँभरि हामी सँगै भएको भए हुन्थ्यो। आन्टीलाई पनि नराम्रो लाग्दा छ। हामी मिल्छौँ नि त नि आन्टी। हामीसँग धेरै थोरै समयमा हामी निकै नै सँगै हुन पुग्यौँ होइन? हामी धेरै सम्झिन्छौँ तपाईँलाई। यसरी नै सधैँ यस्तै स्ट्रङ हुनु, स्ट्रङ आन्टी यस्तो गर्नु, अब चाहिँ हामी जान्छौँ। हामीलाई चाहिँ बोला हुनुहुन्छ। अनि त्यसपछि उहाँ गएपछि हामीलाई बुनुहरूले कसरी फेयरवेल गर्छ त्यसपछि हामी देखाउँछौँ। सबैजनाले गेस्ट, वी आर गेस्ट। हामी कुनै बेला आइसा हामी कुनै बेला यहाँको अर्गनाइजर थियौँ, अहिले हामी गेस्ट भएर बसिरहेको छौँ हेर त।
अब हाम्रो चाहिँ यहाँ के लिने बेला भयो फोटो लिने बेला भयो मायाको चिनो अब हामीलाई डान्स पनि सकिसक्यो अब हाम्रो मायाको चिनो लिने बेला भयो हाम्रो मिस हुनुहुन्छ यहाँ खै हाम्रो साथीहरूले चाहिँ फोटो मायाको चिनो लिइसक्यो हाई गर्न आयो हौ ए निशाले पनि लिइसक्यो रुव न हौ तिमीहरू कस्तो नरोको जाने बेलामा रुव न हाई हिरो अब हाम्रो दिव्यराजले पनि मायाको चिनो लिइसक्यो हाई सर सरहरू चाहिँ मेरो अगाडिको भ्लगमा पनि हुनुहुन्थ्यो हेर्नुभयो अगाडिको भ्लगमा अनि सरस्वती पूजाको भ्लगमा तपाईँ कति राम्रो राम्रो छ मैले कति राम्रो बनाएर हालिदिएको छु छोरा तिमी पनि जङ्गलबाट आइपुग्यो विकास विकास ओ गर न म गरिदिनु हामी चाहिँ मिलाउँदैछ यहाँ राम्री हुनलाई होली ह्याप्पी होली हामीले चाहिँ यहाँनिर मायाको चिनो पाइसक्यौँ हाम्रो मायाको चिनो भइसक्यो यहाँ रुन पनि आउँदैन त हौ आज त के हो म त रुन्छु होला जस्तो लागिरहेको त रुनै आएन कस्तो भेटिन्छ जस्तो लागिरहेछ नि अरू बेला पनि नर्मल लागिरहेछ केटाहरूको फोटो सुट भइसक्यो यहाँनिर त्यो दाँत देखाएर फोटो खिच्दैन उहाँ सबैजना बेलुन फुटाएर मर्न आँटिसक्यो प्याट क्या प्याट हो बेलुन जानु सबै सक्यो यिनीहरूले फेरि फोटो खिचेर खिचेकै छिरा कार्यक्रम हुन आँटेको छ अब हाम्रो चाहिँ यहाँ छ है अब हामी जान्छौँ खानालाई चियर्स अब हामी यहाँ खान्छौँ यिनीहरू चाहिँ फोटो सेसन चल्दैछ यता केटीहरू चाहिँ नाच्दैछन् अब चाहिँ हाम्रो यहाँ खाने बेला भयो यहाँ आइसा पनि खाँदैछ यहाँ खाइसकिसक्यौँ अब हामीले कर्ना पनि खाँदैछ हाम्रो पार्टीहरू चाहिँ उता छन् यहाँ छ हामी हाम्रो धनराज सर पनि यहाँ खानुहुन्छ अब सरले हामीलाई फ्रुटी किन्ने नाच्नु भएको छ यस्तो सर सबैकोमा पाउनुहोस् 11 मा हामी सबैजना यहीँ आउँछौँ होइन हाम्रो प्रिन्सिपल सर यहाँ हुनुहुन्छ एकदम फ्रेन्डली प्रिन्सिपल सरसँग एउटा फोटो खिच्नुपर्छ सर एउटा किनिदिने होइन म बोल्छु र यिनीहरू त खाली भयो नि खाँदै होस्टेलमा चाहिँ होइन अहिले मासुसँग भेटेका छन् कति मिठो गरेर खाइरहेको छु बुझाको धुलो सर चिउराको धुलो छ यिनीहरूलाई के 3 दिनमा मेरो यो हजुरलाई मेरो पैसा कतै सरले हामीलाई थप्न पाइन्थ्यो जस्तो छ सरले हामीलाई एक एकवटा हजमोला दिनुहुन्थ्यो अनि त्यसपछि भन्नुहुन्थ्यो 11 बजीसम्म बस भनेर एक एकवटा हजमोला दिएर टार्नुहुन्थ्यो हामीलाई तर ल मैले किनेको ल्वाङ पनि एक एकवटा झिकेर हामीलाई सरले चाहिँ फ्रुटी किनिदिनुहुन्छ अब लास्ट जाने बेला ल्वाङधरि खायौँ अब फ्रुटी त किनिदिनुहुन्छ स्योर हो हामी चाहिँ अब फ्रुटी लिन गएको खेत मेरो मुख देखिरहेछ अब हामी जान्छौँ खेतबाट जाँदैछौँ एक एकवटा फ्रुटी लिन जान्छौँ
अनि त्यसपछि हामी जान्छौँ फोटो खिच्नको लागि अहिले चाहिँ डान्स पनि गर्छु मलाई अहिले हामी जाँदैछौँ म त्यहाँ अब चाहिँ हामीलाई धन्दा सरले किनिदिनु भएको फ्रुटी अब हामी खाँदै खाँदै फेरि जाँदैछौँ खोइ हौ यसको त निक्लिँदैन त खोइ यसको टुप्पी सुकुन Diera,